संसारमा आउने नचाहेको कुनै चाहना म पनि भोलिपछि आँखा देख्न सक्ने भए गरेर मैले बोलिसिया बोली लाचारी खाना बाँडे खाने एक काटेको मछु एकछिन पर्खिनु नभन्दै जौपिल लिनुहोस् एउटा पैसा लिनुहोस् खाली हात गर्न हुन्न भनेर मैले के भनेको हरिओम तत्सत तत्सदाम विष्णु 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 अध्याय श्रीमद् भगवद् महाभारत वशिष्ठ कृष्ण राज्याय पर्वत महाराज सकल जगत सृष्टिकारिण ब्रह्मण्य द्वितीय पराजय सदवराहकल्पे प्रभाव दीपि नौसमे भयसुकमनन्तरे अष्टाविंशतमे कलियुगकलिपतम पूर्वोत्तर संकल्पमचार्य अध्याय हजुर सबैजनाले आफ्नो गोत्र आफ्नो नाम आफ्नो सपरिवारको नाम सुनेर अहम ममा भन्नुहोस् समस्त कल्याणकारी मनोकामना परिपूर्तित राज्य समस्त चौर भए शस्त्र भए अस्त्र भए अकाल भए मृत्यु भए जल भए अग्नि भए रोग भए राजा भए सम्पूर्ण दुःख कष्ट भय निवारण राज्य वास्तु दोष कुल दोष पितृदोष नागदोष सम्पूर्ण दोष राज्य नवग्रहादि दोष शान्त्यर्थम अद्य भगवान श्री लक्ष्मी सिंहदेव प्रीतये अच्युत गति ब्राह्मण द्वारा ओम भगवत वासुदेव इति मन्त्रद्वारा हवन गराउने गयौँ करिष्यामहे ल अब यहाँ गुरु आउनुहुन्छ उठाउँदै हजुरले संकल्प लिँदा लिएको दक्षिणा भगवते वासुदेवाय नमः स्वाहा ओम नमो भगवते वासुदेवाय नमः स्वाहा ओम नमो भगवते वासुदेवाय नमः स्वाहा भगवान श्री लक्ष्मी दया करने श्री कृष्ण सदमा दया करने श्री कृष्ण सदमा उनको सिर उनके हाथ माथामा करो भजन सीतारमण कीर्तन श्यामन कीर्तन सीतारमण कीर्तन श्यामन गौदा गौदै